राहुल ए राहुल होइन कोठाहरू पनि सबै लथालिङ्ग पारेर कहाँ बसेको केटो राहुल ए राहुल हजुर मम्मी होइन पढ्नु जाने बेला भएन 9 बजिसक्यो त म ठिक परिसकेको त हो मम्मी अनि के गरी बस्दैछ यो मोबाइल चलाएर बसिरहेको छस् कलेज जाने समय भएन रुक्क कलेज जा ए बुवा पनि कति लेले गर्ने भएको म जानु आँट्दैछु त मेरो छोरा यहाँ दिनुहोस् आजकल के भएको छ बाबुलाई राहुल आज त मैले खेम्साले पढाएको केही पनि बुझिनँ तिमीले बुझ्यौ हो र साथी मैले हल्का बुझेको छु म तिमीलाई घर पुगेर सिकाइदिन्छु नि है हुन्छ साथी हेलो भाइहरू के छ हौ खबर अनि ठिकै छ दाजु तपाईँको कस्तो छ एकछिन ल भाइ मेरो फोन आयो ल हेलो भाइ भन त कहाँ छौ तिमी ए बोर्डर क्रस गर्यौ ए ल ल ल मालु पठाऊ जसरी भए पनि म भरे 2 बजीतिर म लिन आउँछु ए राहुल भाइ तिमी एकछिन आऊ त मन साथी तिमी यहाँ बस्दै गर मलाई विकास दाइले बोलाउनु भयो म विकास दाइसँग भेटेर आउँछु है ल साथी ल त्यसो गरेर आऊ है म पर्खिरहेको हुन्छु के छ हौ भाइ अलि तली मेरो ठिक छ दाइ तपाईँको कस्तो छ नि मेरो नि एकदम ठिकै छ यहाँ सुन न भाइ मैले पारीबाट नयाँ माल लिएर आएको छु ट्राई गर्छु त माल कस्तो माल म ट्राई गर्छु नि त यस्तो ट्राई गर नि त ट्राई गर त्यो खाएपछि त हामी स्वर्गमा पुगिन्छ हामी जहिले स्वर्गमा पुग्छौँ फेरि धरतीमा झर्छौँ त्यो ट्राई गर नि त स्वर्ग कस्तो खालको माल हो यो स्वर्ग जाने धरतीमा झर्ने हे दाइ म यसो ट्राई गर्दिनँ राहुल धेरै बेर भयो त के गफ गर्यो होइन साथी विकास दाइले माल माल भन्दैछ के रहेछ त्यस्तो माल 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 भनेर त लागु जस्तो त हो त त्यसको पछि नलाग्यो होइन जाउँ हो र साथी ए विकास दाइ यस्तो यो माल साल खाँदैनौँ दाजु हामी तपाईँ आफ्नो बाटो लाग्नुहोस् हामी आफ्नो बाटो लाग्छौँ ए बल्ल बल्ल एउटा खेला परेको थियो गीत गाइहाल्यो नि यार यो विकास दाइले मलाई मालको कुरा गर्दै थियो त्यो कस्तो हुँदो रहेछ एकचोटि ट्राई पो गरिदिनु क्या हो हेलो विकास दाई के छ खबर हेलो भाइ ठिक छ के कति कामले आयो तिमी अनि होइन दाई हिजो तपाईँले मालको कुरा गर्दै हुनुहुन्थ्यो त्यो कस्तो रहेछ भनेर म चाख्न आएको दाई राख्ने त भाइ राख्नलाई अब त्यति सजिलो छैन अलिकति पैसा नि चाहिन्छ पैसा खर्च गर्छौ त अलि ए दाई पैसाको कुरा छोड्नु न अहिले त्यो पछि मिलाउँला नि आज चाहिँ अलिकति चाखौँ न दाई राख्ने हो त ल आजलाई राख्ने त भन्यौ आउँछ खाने तरिका त्यो त आउँदैन दाई मलाई एकचोटि सिकाइदिनुहोस् न ल हेर म तिमीलाई म खाएर देखाउँछु अनि तिमी खानु ल हुन्छ नि दाई ल हेर भाइ अब टक्क हातमा राख्ने स्वर्गको जस्तो आनन्द आउँछ भाइ ल एक डोज हान तिमी
त्यो पो रहेछ त मलाई अलिकति छ भने दिइराख्नुहोस् न ल भाइ अहिलेलाई चाहिँ मसँग अलिकति छ अहिलेलाई चाहिँ लगिराख अब पछि चाहियो भने चाहिँ पैसा चाहिन्छ भाइ भइहाल्छ नि दाइ रहरले सुरु भयो बानीमा अड्कियो रहरले सुरु भयो बानीमा अड्कियो हाँस्ने जीवन बिस्तारै अँध्यारोमा बदलियो हाँस्ने जीवन बिस्तारै अँध्यारोमा बदलियो आवाज हो यो अघिदेखि फोन गरिरहेको छ हैन राहुल के राहुल के गर्दैछ त केही पनि हैन कस्तो टाउको दुखिरहेछ सबै खोजिरहेको नि दबाई घरमा खोजेर पाइन्छ त अस्पताल जानु पर्यो नि हेर्नु त राहुलको बुवा के भन्दैछ छोराले टाउको दुख्यो भन्दैछ त टाउको दुख्यो दिनभरि लकर लकर केटासँग डुल्छस् दिनभरि मोबाइल चला बस्छस् टाउको नदेखातिर के दुख्छ त ए बाउ कस्तो टाउको दुखिरहेको बेला बरु छ भने पैसा दिनु न पैसा होइन मसँग पैसा छैन बाबु तेरो बाबु यस्तै हो मसँग अलिकति पैसा छ कलेज जाँदा जाँदै बाटोमा औषधि किनेर खाइ छोरा हुन्छ मम्मी मलाई अलि हतार छ मम्मी दिनुहोस् मलाई ल ल लु ल्याऊ पैसा यस बल्ल बल्ल पैसा पाएँ अब पछि गएर विकास दादा भेट्नु पर्यो राहुल साथी खेम सरले पढाउनु भएको त मैले त आज बल्ल बुझेँ नि तिमीले बुझ्यौ हो र साथी आज त मैले फेरि केही पो बुझिनँ त अस्ति मैले बुझेँ आज तिमीले बुझेछौ यहाँ सुन सुमन साथी मलाई विकास दाइले एउटा सामान दिएको छ एकचोटि ट्राई गर्छौ कस्तो सामान ल्यायो तिमीले विकास दाइकोबाट हेर साथी यो सामान खाएपछि त स्वर्ग पुगिन्छ रे स्वर्ग एकचोटि ट्राई गर न एक सरको दुनियाँ अर्को होइन साथी म खाँदिनँ यस्तो मलाई कर नगर न ल ए साथी खाऊ न एकचोटि साथीको नाताले खाइदेऊ न तिमीलाई मेरो कसम ल ल साथी तिमीले अस्ति नै ल्याङ गऱ्यो कि एकचोटि ट्राई गरिदिऊ न त अलिकति साइडमा गएर खाऊ साथी अलिकति आऊ शर्मिला हेर त त्यो हाम्रो क्लासको राहुल र सुमन होइन ए हो त जाउँ त हेरौँ राहुल सुमन के गरिरहेको छ तिमीहरू यहाँ केही पनि होइन हामी यहाँ त्यति गफ गरिबसेको के लुकायौ तिमीहरूले देखाउ त केही छैन यहाँ हेर तिमीहरू लागु औषधको सेवन गरिरहेछौ कि क्या हो तिमीहरूलाई त हामीले क्लासको राम्रो विद्यार्थीको रूपमा चिनेका थियौँ तर तिमीहरू लागु औषधको सेवन पो गर्दैछौ त तिमीहरू त जाऊ जाऊ गीता ल ल जाऊ साथीको लहै लहैमा लागे
गलत बाटो समाए, साथीको लहै लहैमा लागे गलत बाटो समाए, लागु पदार्थको जालोमा परी आफ्नै सपना जलाए, लागु पदार्थको जालोमा परी आफ्नै सपना जलाए। कति मजा। छप छप हेर्नु त त्यहाँ को लडिरहेछ त्यहाँ। ए भाइ हेर त को रहेछ यो भाइ, हेर त हेर। छप उठिसकेन त यो। ए भाइ पानी छर्क त यो भाइलाई। नमस्ते भाइ तिमीले के खाएको छौ, के खाएको छौ भन त। होइन सर, मैले केही खाएको छैन सर। भाइ घर कहाँ हो भाइ तिम्रो, तिमीलाई थाहा छ घर कहाँ हो। थाहा छ सर, डाँडा कहाँ हो सर। ए भाइहरू लिएर हिँड्नु त यो भाइलाई, भाइको घर लैदिनु पर्छ हामीले। ल लिएर हिँड। आमा त्यहाँ हेर्दा हाम्रो छोरा। नमस्कार। के भयो सर, के भयो हाम्रो छोरालाई? यो तपाईँकै छोरा हो? हो सर, हाम्रै छोरा हो। काका काकी तपाईँको छोरा बाटोमा अचेत अवस्थामा फेला पार्यो हामीले, त्यसले गर्दा अहिले छोरालाई हामीले सुरक्षितका साथ तपाईँको घरमा ल्याइ पुर्याएका छौँ। तपाईँको छोराले त लागु औषध सेवन गरे जस्तो छ। तपाईँहरूले छोराको बारेमा के बुझ्नु भएको छ, कहाँ जान्छ, के गर्छ, साथीभाइसित के खाँदै हिँड्छ, के गर्दै हिँड्छ, तपाईँले कहिले बुझ्नु भएको छ छोरालाई। हेर्नुहोस् त यो भाइले त लागु औषधै खा जस्तो छ। हाम्रो छोराले लागु औषध सेवन गर्छ भनेर हामीले सोचेका पनि थिएनौँ सर। धन्यवाद सर, धन्न तपाईँले भेटेर ल्याइदिनु भएछ मेरो छोरालाई। हेर्नुहोस् तपाईँको छोरा एउटा विद्यार्थी रहेछ, धन्न हामीले भेटेर तपाईँको घरसम्म हामीले ल्याइदियौँ। तपाईँहरूलाई थाहा छ लागु औषधको बारेमा, लागु औषध सेवन गर्दा के हुन्छ, बिक्री वितरण गर्दा के हुन्छ, यो कतिदेखि कतिसम्म बोकेर प्रसार प्रसार गर्दा के हुन्छ तपाईँहरूलाई थाहा छ। ल सुन्नुहोस् है, तपाईँहरू पनि सम्पूर्णले सुन्नुहोस्। यदि कसैले सेवन गरेको पाइएमा 1 महिनासम्म कैद वा रु 10,000सम्म जरिमाना वा दुवै सजाय हुन सक्छ। यदि ठुलो परिमाणमा कारोबार वा तस्करी गर्ने व्यक्तिलाई 5 वर्षदेखि 25 वर्षसम्म कैद र 5,000 देखि 25 लाखसम्म जरिमाना समेत हुन सक्छ। यो त भयो ड्रग्सको कुरा। नेपालमा गाँजा खाने व्यापार गर्नेलाई पनि परिमाण अनुसार दण्ड सजाय रहेको छ। यो सेवन गर्नेलाई 3 महिनासम्म कैद र 3,000सम्म जरिमाना रहेको छ। यदि त्यो भन्दा बढी कारोबार गरेमा 2 वर्षदेखि 10 वर्षसम्म सजाय तोकिएको छ। लागु पदार्थले केही क्षणको रमाइलो दिन सक्छ, तर यसले जीवनभरको दुःख, रोग, आर्थिक समस्या र कानुनी सजाय निम्ताउन सक्छ। त्यसैले लागु पदार्थबाट टाढै रहौँ, गलत सङ्गतबाट बचौँ र कसैले लागु पदार्थ प्रयोग गर्ने वा बेच्ने दबाब दिएमा तुरन्त शिक्षक, अभिभावक वा सुरक्षा निकायलाई समयमै जानकारी गराउँ। आजको सही निर्णयले भोलिको उज्जवल भविष्य बनाउँछ। आज उसलाई एउटा विद्यार्थी भनेर सम्झाएर तपाईँहरूलाई बुझाएका छौँ। अबदेखि यस्तो कार्य नगरोस्। हस् सर, धन्यवाद सर, हामी यसलाई सम्झाउँछौँ। ल हिँड छोराभित्र। हस् त, हामी लाग्छौँ हजुर।
बाबु बाबु मम्मी रा के बात में है रा बाबु यहाँ आउनु के भयो मेरो कुरालाई किन कराउँछ यो के भयो है मुख बढी खुलाएछ लुलु लगिहाल्नु यता हस्पिटल डाक्टर साहब कस्तो छ मेरो छोरा अहिले मेरो छोरा ठिकै त छ नि हेर्नुहोस् अहिले तपाईँहरूको छोरालाई ठिक छ भन्न समयमै ल्याउनु भएछ नत्र उसको मृत्यु पनि हुन सक्थ्यो अहिले हामीले उपचार गरेर उसलाई होसमा ल्याएका छौँ उसलाई यो दलदलबाट निकाल्न तपाईँहरूको माया र कड़ा निगरानी दुवै चाहिन्छ बिरामीलाई जति डाक्टरको औषधिको आवश्यकता छ त्यति नै तपाईँहरूको माया र साथको आवश्यकता छ हामी सबै मिलेर प्रयास गर्यौं भने उसलाई पक्कै सुधार्न सक्छौँ उसले अहिले जुन गल्ती वा नराम्रो व्यवहार गरिरहेको छ यो उसको आफ्नो इच्छाले भन्दा पनि त्यो लामो पदार्थले उसको दिमागमा गरेको नियन्त्रणको कारणले हो यो विषले उसको कलेज र मुटु र दिमागलाई भित्रभित्रै खियाइरहेको छ यदि हामीले अहिले नै कडा कदम चालेनौँ भने अर्को पटक ओभरडोज भएर वा कुनै अङ्ग फेल भएर उसको ज्यान पनि जान सक्छ त्यसैले यसलाई हल्का रूपमा नलिनुहोस् सक्नुहुन्छ भने उसलाई 3 महिनासम्म पुनर्स्थापना केन्द्रमा लगेर भर्ना गरिदिनु भयो भने पक्कै पनि उसको जीवनमा सुधार आउनेछ हुन्छ डाक्टर साहब अब हामी राम्रो विचार गर्छौँ हे छोरा यो दलबाट फर्केर आइज तेरै भविष्यको लागि सबै कुरो भनेको हाम्रो भविष्य त यतिकै सक्यो अब तेरो भविष्य उज्जवल बनाउनु सक्छ हरेक कुरा गर्दाखेरि पहिले सोचेर गर्नुपर्छ यस्तो दुर्व्यसनमा फस्नु हुँदैन हुन्छ बुवा मैले त धेरै नराम्रो कामहरू पो गरेछु त यो लागु पदार्थ भनेको त धेरै नराम्रो चिज पो रहेछ त म 3 महिना पुनर्स्थापना केन्द्र बसेपछि फेरि यो कलेजको ड्रेस लाउन पाउँदा मलाई धेरै आनन्द लागेको छ मैले कसैको भनाइमा लागेर लागु पदार्थको शिकार बन्न पुगे गाउँ घर साथीभाइ शिक्षक सबैको नजरमा म नराम्रो भए तर मृत्युको मुखमा पुगेपछि म आफैलाई महसुस गरे यो त एकछिनको मजा मात्रै रहेछ अबदेखि म यो लागु पदार्थ सेवन चाहेर पनि गर्दिन र यो गर्नुहुन्न भनेर सम्झाउँछु बुझाउँछु सुमन भाइ
हेर त त्यो राहुल भाइ होइन? हो त दाइ, त्यो त राहुल साथी नै हो त दाइ। राहुल भाइ यता आउ त तिमी एकछिन। किन दाइ, के काम थियो दाइ? राहुल भाइ मैले बारीबाट नयाँ माल लिएर आएको छु, एक डोज किन्छौ त? विकास दाइ, सुमन साथी, मैले यो सबै छोडिसके, अबदेखि म सेवन गर्दिनँ। ए राहुल साथी, पैसा सुसा पर्दैन, मैले किनेर ल्याएको छ, एक डोज हान नि त तिमीले। यो त बाहिर के भन्दै हुनुहुन्छ? यही सेवन गर्नाले आज म मृत्युको मुखमा पुगेर 3 महिना सङ्घर्ष गर्नु पर्यो, अझै मलाई यही सेवन गर्न भन्दै हुनुहुन्छ? यसले गर्दा म गाउँ घर समाज साथीभाइ शिक्षासँग म सबैसँग नराम्रो हुन पुगे। आज आएर मैले यो बुझेँ। सुमन साथी, तिमी पनि असल मानिस बन्न चाहन्छ भने छोडी यो लागु परेर सेवन गर्न। अहिलेदेखि, आजैदेखि अब म कलेज गएँ। साँच्चै विकास दाइ, राहुलले सही कुरा गर्यो। उसले भनेको कुरा एकदम सही हो दाइ कि के हो दाइ, भन्नु त? हो सुमन भाइ, आज राहुलको आँसुले मेरो आँखा खोलेको छ। मैले लागु पदार्थ केवल पैसा र मनोरञ्जनको रूपमा लिएको थिएँ, तर यसले मानिसको जीवनमा कति धेरै ठुलो हानि गर्ने रहेछ। यो त जीवनको नाश पो रहेछ। हामीले त गल्ती गर्यौँ सुमन भाइ, अबदेखि यो लागु पदार्थ सेवन गर्न छोडौँ र समाजमा एउटा असल मानिसको उदाहरण बनेर देखाउँ। हो विकास दाइ, आजबाट हामी लागु औषध सेवन गर्न छोडौँ। लागु औषधको चुनौती चिनौँ। लागु औषधको चुनौती चिनौँ। सामाजिक समाधानको बाटो खोजौँ। सामाजिक समाधानको बाटो खोजौँ। लागु औषध जीवन होइन, जीवनको बर्बाद हो। लागु औषध त्यागौँ, सुन्दर भविष्य रोजौँ। लागु औषध त्यागौँ, सुन्दर भविष्य रोजौँ। हस्त, नमस्कार।